नमस्कार, म डाक्टर सौगात कोइराला। यदि तपाईले बारम्बार गर्भपतन वा रिकरेन्ट प्रेग्नेन्सी लस जसलाई भनिन्छ त्यो भोग्नु भएको छ भने तपाई एक्लो हुनुहुन्न र यो तपाईको गल्ती पनि होइन। बारम्बार गर्भपतन 2 वा 3 पटक भन्दा बढी भएको गर्भपतन जसलाई भनिन्छ 100 जना जोडी मध्ये 1 जना जोडीलाई चाहिँ यसले असर गर्छ। यसको धेरैवटा कारणहरू हुन सक्छ, जसमध्ये 3-4 वटा मुख्य कारणको बारेमा कुरा गरौँ। नम्बर 1 मा पर्दछ जन्मजात समस्या, जसलाई चाहिँ जेनेटिक समस्या पनि भनिन्छ। अंडा वा शुक्राणुको खराबीको कारणले गर्दाखेरि हुने 50% गर्भपतन भ्रूणमा अनियमित जिनको कारणले गर्दाखेरि हुन्छ। अर्को भनेको चाहिँ आनुवंशिक कारणहरू हो। 4% केसमा आमा वा बाबुको जिनमा ब्यालेन्स्ड ट्रान्सलोकेसन नामक समस्या हुन सक्छ। यसको कारणले गर्दाखेरि पटक पटक गर्भ खेर जान सक्छ। अब दोस्रो नम्बरको बारेमा कुरा गरौँ। गर्भाशयको आकार पनि महत्त्वपूर्ण हुन्छ, महत्त्वपूर्ण पक्षमा पर्छ। यसमा सेप्टम वा गर्भाशयभित्र पर्दा हुनुको कारणले गर्दाखेरि गर्भपतन हुन सक्छ। दाग वा एडेजन, पुरानो सर्जरीको वा संक्रमणको कारणले गर्दाखेरि हुन सक्छ। कहिलेकाहीँ चाहिँ फाइब्रोइड वा पोलिप, गर्भाशयमा चाहिँ अनावश्यक यी प्रकारका मासुहरू पलाउने समस्याको कारणले गर्दाखेरि गर्भ खेर जाने समस्याहरू बढी हुन्छ। तेस्रो नम्बरको समस्यामा चाहिँ एन्टिफोस्फोलिपिड सिन्ड्रोम एपीएस पर्छ, जसले प्रतिरक्षा प्रणालीको कारणले गर्दाखेरि रक्तनलीमा क्लटहरू बन्छ, जसले चाहिँ गर्भलाई पोषण दिने तत्त्वहरूको कमी हुन्छ र गर्भ तुहिएर जान्छ। चौथो कारण चाहिँ हर्मोनको कारणले गर्दाखेरि, जस्तै थाइरोइड सम्बन्धी समस्या, डायबिटिज, पीसीओएस जस्ता समस्याले गर्भधारण गर्नमा अवरोध दिलाउँछ। हिस्ट्री, केही परीक्षणहरू हैन, ब्लड टेस्टहरू अनि अरू परीक्षणहरूबाट पत्ता लगाइन्छ। सामान्यतया डाक्टरले सोध्ने प्रश्नहरूमा चाहिँ महिनावारी रेगुलर हुन्छ कि हुँदैन, हैन, पहिले गर्भ खेर कुन समयमा भएको थियो, यस्तो समस्या परिवारमा अरू सदस्यलाई छ कि छैन भन्ने जस्ता प्रश्नहरू सोधिन्छ। कमन जाँचहरूमा थाइरोइड, मधुमेह र क्लटिङ डिसअर्डर्सको लागि गराइने टेस्टहरू जरुरी हुन्छ। अब अल्ट्रासाउन्ड वा कहिलेकाहीँ एमआरआईको भूमिका पनि जरुरी हुन्छ गर्भाशयको आकार हेर्न। कुनै केसमा भने जेनेटिक टेस्ट दुवै जोडीको रगतबाट गर्नुपर्ने हुन सक्छ।